साथी गुड मर्निङ ह्याप्पी न्यू इयर ल यार धेरै धेरै थ्याङ्क यू सो मच चट्ट चिया दुनोट ल आज 2083 सालको आजबाट सुरु हैन ल ओके थ्याङ्क यू सो मच धेरै धेरै थ्याङ्क यू साथीहरुलाई ह्याप्पी न्यू इयर आशिष के भन्नु छ तलाई साथी मेरो भन्नु खासै केही छैन म अब यहाँ चिया र दुनोट हामी खाएर न्यू इयर मनाउँदै छौं प्रभुलाई धन्यवाद ल ल ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर है ह्याप्पी न्यू इयर कम हाल्दैछ नि यार ह्याप्पी न्यू इयर अल साथीभाइहरू सबै हैन के अरे आजबाट नयाँ वर्ष 2083 साल सुरु भएको छ सबैजनालाई धेरै धेरै शुभकामना सबै रमाउनु होला घुम्न जानु होला राम्रोसँग हिँड्नु होला केही लागु पदार्थ चिजहरू रक्सीहरू केही पनि नखानु होला हामी जस्तो बिहान उठेर चट्ट मिठो चिया दुनोट हैन ल धेरै धेरै ह्याप्पी न्यू इयर साथी यो त क्रीम भन्दा नि गुलियो साथी ओ थ्यांक यू यार ह्याप्पी न्यू इयर सेम टु यु एउटा all of you love you guys ल everybody लभ यु गाइज ह्याप्पी न्यू इयर कविता भेले मोबाइल सामान जान ह्याप्पी न्यू इयर ओहो ह्याप्पी न्यू इयर हानि नै दुईटा ह्याप्पी न्यू इयर भान्जी गरेर बोक्नु ल लाग्यो भने मेरो घर फ्यामिलीलाई नै ह्याप्पी न्यू इयर गाउँतिर हुनुहुन्छ सबैजना होइन साथी सबैतिर गाउँतिर भएको आफन्तहरूलाई सबैलाई ह्याप्पी न्यू इयर केही भन्नु छ केही भन्नु छ तिम्रो छैन मेरो त खासै केही कुराहरू भन न खै चिया खाने हो तिमी प्रभुले तिमीलाई आशिष देऊ क्यामेरा फर्का म यस्तो भ्यू पनि देखाइदिरहेको छु यस्तो मजाले ल यहाँ कोही क्रिकेट खेल्दैछन् आज ह्याप्पी न्यू इयरको दिन ल सब चिना नचिना देश विदेश सबै नेपाली विदेशी सब जनतालाई ह्याप्पी न्यू इयर अब यसरी खाँदैछन् अब मुख मिठाउनु होला अब ल खिच त मेरो यहाँ म नि अब दुनोट लिन्छु मलाई सबभन्दा सानो राखिदिए क्या हो केटाहरूले यार भन्नु सबैभन्दा धेरै क्रिम ह्याप्पी न्यू इयर ओ माई गड गुड न्युज ल ह्याप्पी न्यू इयर ल ह्याप्पी न्यू इयर धन्यवाद ल ह्याप्पी न्यू इयर यस्तो हो नि त होइन मिठो दुनोट चिया थ्याङ्क यू सो मच यार आज चिया दुनोटको अफरको लागि सबैजना राम्ररी मनाउनु होला इन्टरभ्यु लिऊ न इन्टरभ्यु ल त एकजनाले प्रश्न सोधौँ एकजनाले नयाँ वर्षको दिनमा मैले जस्तो नयाँ नयाँ लुगा लगाउनु होला यहाँ त नयाँ वर्षमा यसरी पाद्नु चाहिँ हुँदैन है होइन भाइ यहाँ यो ब्लकमा बसेको कस्तो चिसो ह्याप्पी न्यू इयर राजेश दाई खोइ तपाईँलाई मैले इन्भाइट गरेको थिएँ तपाईँ आउनु भएन यार दुनोट लिएर गएर मिस्यु तपाईँलाई नि धेरै धेरै सम्झना छ दुनु टोक्दै अब हामीले यस्तै हो सधैँसँगै टोकिरहेको आज छुट्टा छुट्टै भयो ल तपाईँलाई नि सम्झिँदै टोक्दैछौँ है त के गर्ने अब अब साथी म त नि पार्टी साथी अब यता अर्का हाम्रो फ्यामिलीहरू के गर्दैछन् फेरि ल बिस्तारै है बिस्तारै बिस्तारै है कान्छो बाउ ल ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना कान्छो बाउ है अब योभन्दा टाढै छैन ल साथी पसलमा अब जनता जान्न चाहन्छन् केही नयाँ नौलो यो नयाँ वर्षको उपलक्ष्यमा केही छ बुहारीलाई नयाँ वर्षमा मिठो पारा मिठो हो यार कसलाई भाइ बुहारीलाई ए यस्तै गरेर रमाइलो पाराले झन्डै नखाएको है होइन साथी दुःख सुख भने यस्तै छ हो क्या हो नि अहिलेसम्म हाम्रो दोस्ती कति 14 वर्ष हुन लाग्यो भइसक्यो नि त्यस्तै भयो अनि खै त के भयो त यति लामो समयसम्ममा उतार चढाव के कस्तो आयो अनि साथी सुनाउनु पर्यो त अब ल
जिन्दगीमा जति नै उतार चढाव आए पनि दोस्तीमा चाहिँ उतार चढाव अहिलेसम्म आएको छैन है। यो चाहिँ उदाहरणीय एउटा पात्रहरू हुनुहुन्छ यहाँहरू। उदाहरणीय पात्रहरू हुनुहुन्छ। दर्शकवृन्द हामी यहाँ देखाउँदैछौँ एकदमै उदाहरणीय दोस्तीहरू दुईजना हुनुहुन्छ जो एकदमै पुरानो साथीहरू हुनुहुन्छ। अनि यतिको साह्रो प्रेम चाहिँ कुनै पनि दोस्तीहरूसम्म देखिन हामी सक्दैनौँ अहिलेको यो कलियुगमा। त्यसैले हामीले यो सम्बन्धबाट हामीले के सिक्नुपर्छ भन्दाखेरि सम्बन्ध जोगाउनको लागि खन्चुवा धेरै हुनुपर्छ। दोस्ती जोगाउनको लागि एकअर्काप्रति एकदमै धेरै खाइपिई हुनु पर्यो भन्ने कुरा हामीले सिक्न सक्छौँ दर्शकवृन्द। ल अनि अब नयाँ वर्षको शुभकामना। दर्शकवृन्द अब उहाँहरू खाँदै हुनुहुन्छ, म पत्रकार चाहिँ यहाँनिर त्यत्तिकै हेर्ने मुख मिठ्याउने मात्रै भइरहेछ। तर होइन, म यस्तो दोस्तीहरूको जुठो खादिनँ होला। क्यामेरा पछाडि गरेर बसिरहेको अनि खाका मैले धेरै खाएँ यार। ल ठिक छ। ल दर्शकवृन्द, योबाट हामी के सिक्न सक्छौँ हामीले सिकौँ। नयाँ वर्षको शुभकामना तपाईँहरूलाई पनि छ। पेट गुलियो हुने गरी खाइयो हिसाबले होइन, मिठो हिसाबले जिन्दगी बाँच्न पाऊँ होइन। कहिले नमिठो भन्ने कहिले सुन्न नपरोस् होइन। ल ठिक छ। त्यही भएर हाम्रो आजको दिन गुलियो चिया, गुलियो दुनोट, गुलियो संसार, खुसी संसार भनौँ न होइन। ल धेरै भयो हो। ल ठिक छ, हुन्छ दर्शकवृन्द तपाईँहरूलाई धन्यवाद। ल तपाईँहरू मेरो प्रोग्राममा आइदिनु भएको लागि धेरै धेरै धन्यवाद है त। ल मेरो कार्यक्रममा तपाईँहरूलाई मेरो भान्जीलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। भान्जीलाई ल मेरो त भान्जी पनि रहेछ। ल त है त, गुड नाइट।